फेरि पनि सबैलाई स्वागत छ हाम्रो यो जेनरल नलेज सामान्य ज्ञानको क्लासमा। र आज हामी कुरा गर्दैछौँ कफी खेतीको बारेमा। कफी खेती हैन, कफीसँग हामीले जति पनि कुराहरू जान्नुपर्ने हुन्छ त्यो आज हामी जान्दैछौँ, जुन चाहिँ हाम्रो लोकसेवा तयारी तथा विभिन्न कम्पिटेटिभ क्विजहरूमा चाहिँ काम लाग्छ। सो कफी खेती भन्ने बित्तिकै सुरुमा यसको हल्का हिस्ट्री हेरौँ। हामी यो अफ्रिकाको हैन, यो इथियोपिया भन्ने हामी देशमा चाहिँ हामी हेर्नुपर्ने हुन्छ, किनभने कफीको सुरुवात भएकै यही ठाउँबाट भएको। र काल्दी नाम गरेका एकजना चाहिँ हाम्रा यो पात्र छन् हैन, इतिहास बोकेका लेजेन्ड हुन्। उनले अब्जर्भ गरेको के त भन्दाखेरि त्यो इथियोपियामा चाहिँ एउटा यस्तो बोटमा चाहिँ फलहरू लागेछ सानो सानो हैन, त्योहरू खाएपछि चाहिँ बाख्राहरूले चाहिँ एकदमै धेरै एक्साइटनेस अलर्टनेस फुर्तिनेस देखाएको उसले भेट्टाए। अनि उसले पनि के रहेछ त भनेर अनुसन्धान गर्दै गए हैन। अनि त्यसपछि उसले पनि एक दिन पकाएर खाने निर्णय गरे। अनि पकाएर खाँदाखेरि त वाउ, उसलाई पनि त्यस्तै इनर्जी आएको महसुस भयो क्या। अनि यसरी उनलाई पनि इनर्जी आएको महसुस भएपछि उनले के गरे, यसलाई चाहिँ प्रख्यात बनाउने काम गरे, मतलब सुरुवात गरे भनौँ न, खानको लागि सुरुवात गरे। अनि यो त थियो हाम्रो लगभग 9औं शताब्दीको कुरा, 9औं शताब्दीको कुरा। अब यसमा खासै यहाँदेखि चाहिँ हाम्रो डेभलप भइरहेको हामी पाउँदैनौँ। हामी यो जति पनि कफीहरू छ त्यो डेभलप भइरहेको पाउँदैनौँ। तर एकैचोटि हामी अर्को माइलस्टोन भनेको यो 15औं शताब्दीमा छ होइन। यो 15औं शताब्दीमा चाहिँ यमन हैन, अब यमन भन्ने देश चाहिँ इथियोपियादेखि एकदमै नजिक छ क्या हैन। हामी यहाँ हेर्न सक्छौँ इथियोपिया यहाँ छ भने यमन भन्ने देश यहीँ नै रहेछ हैन। यमन भन्ने देशमा चाहिँ के भयो भन्दाखेरि उनीहरूलाई चाहिँ त्यहाँ धर्मगुरुहरू रहेछन् र उनीहरूले पनि यो कफीको युज गर्दो रहेछन् क्या। कसरी भन्दाखेरि यसले जागरुक बनाउने, कफी खाएपछि जागरुक बनाउने, निन्द्रा नलाग्ने हैन, ध्यान लगाउनको लागि एकदम महत्त्वपूर्ण भूमिका खेले जस्तो लाग्यो हैन यो कफीले। त्यही कारण उनीहरूले चाहिँ यो युज गर्न थाले। अनि त्यसपछि चाहिँ यो बुम भएको पाइन्छ क्या। त्यसपछि यसले युरोपमा पनि यो बेचबिखन हुन थाल्यो, उत्पादन हुन थाल्यो होइन। त्यसपछि इस्तानबुलमा चाहिँ सर्वप्रथम कफीको एउटा सप नै खोल्यो होइन। इस्तानबुलमा यो चाहिँ हामीले एआई जेनेरेटेड हाम्रो यो पिक्चरहरूबाट हामी हेर्दैछौँ। सो यसरी चाहिँ एउटा सपै खोलियो। अनि त्यसको केही वर्षपछि नै युकेमा पनि होइन, लन्डनमा पनि के भयो, इङ्ल्यान्डमा यसरी कफी सप खोलियो होइन। गोराहरूले नै कफी खान थाले। अनि यसरी चाहिँ सुरुवात हुन्छ के को भन्दाखेरि कफीको, राइट। अब त्यसपछि गोराहरूले भनेको त अब उपनिवेश बनाएको थिए विभिन्न देशहरूमा, उनीहरूले त्यहाँ कफी लान्थे खान्थे। अनि यसरी नै के भयो, कफीको चाहिँ हाम्रो प्रचलन सुरु भएको पाइन्छ। अब योसँग रिलेटेड केही हाम्रा जिके रिलेटेड हामी क्वेसनहरू चाहिँ यहाँ मैले रेडी गरेको छु। सो यो हेर्दै जाउँ। नेपालमा कफी खेतीको सुरुवात कहिलेदेखि भएको हो? नेपालमा कफी खेती कहिलेदेखि भएको भन्दाखेरि विक्रम सम्वत 1995, मतलब यो लास्टतिर छ क्या होइन। 1995 भनेको त लास्ट हो नि त। सो 20औं शताब्दीदेखि चाहिँ व्यावसायिक रूपमा कफी खेती भएको पाइन्छ होइन। त्योभन्दा अगाडि पनि हुन चाहिँ नेपालमा थियो, मान्छेहरूले खान्थे, तर यस्तो व्यावसायिक रूपमा अब खेतीको सुरुवात गर्नुपर्छ है भन्ने थिएन। त्यही कारणले विक्रम सम्वत 1995मा चाहिँ म्यानमारबाट नेपालमा कफी कुन देशबाट ल्याएको थियो भन्दाखेरि म्यानमार। अब यहाँ कफी खाएर अस्ति हाम्रो चेलीहरूलाई होइन वुमन्स फुटबलमा चाहिँ जित्दिए है एन्फाको। सो कफी खाएरै होला सायद, उनीहरूको हिस्ट्री राम्रो रहेछ कफीमा, त्यही भएर होइन म्यानमारबाट चाहिँ सुरुवात भएको रहेछ। अनि सर्वप्रथम भित्राउने मान्छे चाहिँ को थिए भन्दाखेरि हिरालाल गिरी। हिरालाल गिरीले चाहिँ नेपालमा सर्वप्रथम भित्राएका रहेछन्। कुन जिल्लाबाट कफी खेतीको सुरुवात नेपालमा भयो
भन्दाखेरि चाहिँ गुल्मी हो। गुल्मी भन्ने जिल्लाबाट चाहिँ सुरुवात भयो। कुन ठाउँ भन्दाखेरि आँपचौर। गुल्मीको आँपचौरबाट चाहिँ नेपालमा कफी खेतीको सुरुवात भयो। र कफीमा कुन रसायन पाइन्छ भन्दाखेरि यो त सबैलाई थाहा छँदैछ, क्याफिन हैन। बरु चियाको याद हुँदैन, चियाको टेनिन भन्ने छ, हामीले अस्ति हेरिसकेका छौँ, त्यो हामीले याद हुन गाह्रो हुन्छ। तर कफीमा क्याफिन भन्ने त यो हामीलाई नर्मली थाहा हुन्छ। नेपालको पहिलो कृषि अनुसन्धान केन्द्र कृषि भने चाहिँ कफी अनुसन्धान केन्द्र कुन हो भन्दाखेरि गुल्मी जिल्लामै छ। अभियसली गुल्मी जिल्लामै हुने भयो हैन। गुल्मी जिल्लाको बलेटक्सार, यो चाहिँ के हो भन्दाखेरि नेपालको पहिलो कफी अनुसन्धान केन्द्र हो। र नेपालमा सबैभन्दा धेरै कफी उत्पादन हुने जिल्ला कुन हो भन्दा गुल्मी भन्यो भने त्यो गलत हुन्छ। नेपालमा चाहिँ काभ्रे हो। यहाँ मैले यो के भने जिल्ला कुन हो भनेर छैन, काभ्रे हो। काभ्रे। अनि सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश चाहिँ कुन हो भन्दाखेरि ब्राजिल। ब्राजिल हो। कफीको घर भनेर कुन देशलाई चिनिन्छ भन्दाखेरि अघि मैले सुरुमै देश कुन बताएको थिएँ, इथियोपिया, अफ्रिकामा छ हैन। अब इथियोपिया भनेर हामीले बुझ्नुपर्ने हुन्छ, किनभने यहीँदेखि उत्पादन भएपछि त यहीँदेखि त यसको घरै यहीँ हुने भयो हैन। इथियोपिया। विश्वमा सबैभन्दा महँगो कफी कहाँ उत्पादन हुन्छ भन्दाखेरि इन्डोनेसियामा। अब यसलाई चाहिँ कफी कसरी बन्छ भन्ने कुरामा भर पर्छ हैन। इन्डोनेसियामा त्यो सबैभन्दा महँगो कफी उत्पादन हुन्छ। नेपालमा सर्वप्रथम कफी प्रशोधन केन्द्र कहिले स्थापना भयो भन्दाखेरि 2000 विक्रम सम्वत 2041। कफी दिवस कहिले मनाइन्छ भन्दाखेरि कफी दिवस चाहिँ मङ्सिर 1 गते मनाइन्छ। र यो चाहिँ हाम्रो 81 सालमा 20औं कफी दिवसको नारा के रहेको छ भन्दाखेरि 20औं कफी दिवस अरे 81 सालमा चाहिँ 20औं कफी दिवस भयो भने सुरुवात कहिलेदेखि भएको हुनुपर्छ भन्दाखेरि 81 मा 20 घटाउँदाखेरि 61 हुन्छ। 61 भन्ने बित्तिकै 21 हुन्छ भने चाहिँ हाम्रो 2062 सालदेखि कफी दिवस सुरु गरियो हैन। कफी दिवस मनाउन सुरु गरियो। अनि यसको अहिलेको नारा चाहिँ हाम्रो 20औं कफी दिवसको नारा चाहिँ के रहेको छ भन्दाखेरि नेपालको कफी अर्गानिक अरेबिका अरेबिका भनेको चाहिँ हाम्रो कफीको एउटा प्रजाति भनौँ न हैन। नेपालमा नर्मली दुई खालको कफी चाहिँ हामी उत्पादन गरिरहेको हुन्छौँ पहाडी जिल्लाहरूमा, जसमध्ये अरेबिका चाहिँ एउटा प्रकार हो जुन चाहिँ अलिकति फेमस छ। अनि गुणस्तरीय उत्पादन हाम्रो प्रतिबद्धता। नेपालको कफी अर्गानिक अरेबिका गुणस्तरीय उत्पादन हाम्रो प्रतिबद्धता हैन। यसरी चाहिँ हामीले आज कफीको बारेमा चाहिँ हामीले जति पनि आउन सक्ने सम्भावित क्वेशनहरू छ त्यो मैले कलेक्ट गरेर तपाईहरुलाई मैले बताइदिएँ। फेरि हेरौँ, नेपालमा कफी खेतीको सुरुवात कहिले भएको 1995। नेपालमा कफी कुन देशबाट ल्याएको थियो? म्यानमार। सर्वप्रथम नेपालमा कसले कफी भित्राएका थिए? हिरालाल गिरी।
कुन जिल्लाबाट कफी खेतीको सुरुवात नेपालमा भयो भन्दा गुल्मी आँपचौर। कफीमा कुन रसायन पाइन्छ क्याफिन। नेपालको पहिलो कफी अनुसन्धान केन्द्र कुन हो गुल्मी जिल्लाको बलेटक्सा। नेपालमा सबैभन्दा धेरै कफी उत्पादन हुने जिल्ला काभ्रे। सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल। कफीको घर भनेर कुन देशलाई चिनिन्छ इथियोपिया। विश्वमा सबैभन्दा महँगो कफी कहाँबाट उत्पादन हुन्छ इन्डोनेसिया। नेपालमा सर्वप्रथम कफी प्रशोधन केन्द्र कहिले स्थापना भयो भन्दाखेरि 2041 सालमा। कफी दिवस कहिले मनाइन्छ मङ्सिर 1 गते। 2081 सालमा विश्व कफी दिवसको नारा के रहेको छ नेपालमा कफी अर्गानिक अरेबिका गुणस्तरीय उत्पादन हाम्रो प्रतिबद्धता रह्यो। कहिलेदेखि दिवस सुरु मनाउन थाल्यो भन्दाखेरि 62 सालदेखि। ओके गाइज, सी यू इन द नेक्स्ट भिडियो। त्यतिखेरसम्म चाहिँ तपाईँहरू पनि रिभिजनहरू गर्नु होला। धन्यवाद।